अब त्यो टिचिङ गर्दाखेरि 1 महिना कुर्नु पर्थ्यो कि स्यालेरी पाउनलाई। अब यहाँ त दिनदिनै पाएको जस्तो फिल भइरहेछ होइन। अब दिनदिनै मजाले चलाउन पाइरहेछ। अब यो आफ्नै भयो होइन। म गीता महर्जन हो। म अहिले यो बल्चा भन्ने क्याफे खोलेर बसेको छु। यो खोलेको 7 वर्ष भइसक्यो होइन। त्योभन्दा अगाडि चाहिँ म टिचिङ गर्थेँ। अनि अब यहाँ कलेजहरू यताउति खोलेको देखेर अनि अब टिचिङमा भन्दा पनि अब अलिअलि पैसा कमाइन्छ कि यतातिरै जस्तो लागेर चाहिँ खोल्ने उ गरेँ होइन। तर यस्तो कुकिङ सुकिङ यताउति केही पनि आउँदैन थियो मलाई। अनि पहिला त चिया कफीहरू यस्तो बेकरीहरू राखेर खोलेको थिएँ। अनि बिस्तारै अब कस्टमर भनौँ न होइन। कस्टमरले यो त हामीलाई जहिले वाक्क लाग्यो अलिअलि यस्तो केही चिज बनाइदेऊ न, जस्तो अन्डाहरू भयो, चनाहरू भयो होइन। अनि मैले चना बनाउन सुरु गरेँ। अनि चना बनाउँदा भने कि बहिनीहरू भनौँ या कस्टमरै भनौँ होइन, वाउ यो त एकदमै मिठो चना रहेछ भनेर एकदम तारिफ गर्न थाल्नुभयो कि। अनि त्यसपछि मेरो एकदम हौसला बढ्यो। अनि त्यहाँदेखि बिस्तारै होइन। पहिला त मेरो यही एउटा फ्लाइट मात्र मैले के भन्छ एउटा कोठा मात्र चलाएको। अनि अब बिस्तारै अब मेरो कस्टमरहरू बढ्यो भनौँ होइन। अनि चियाहरू यताउति जे होस् अब मन परायो बढ्दै अनि मैले 1-1.5 वर्षमा यो सँगैको कोठा लियो। अनि यसरी बिस्तारै बढाउँदै अहिले यो पुरै फ्ल्याट भएको छ। 4वटा कोठा छ, फ्ल्याट भएको छ। पछाडि पहिला त यता अगाडि पनि बनाएको थियो। अनि बिस्तारै नगरपालिकाले त्यहाँ हटाएपछि अनि यताउति राख्नु पऱ्यो, सर्नु पऱ्यो। नभए त अगाडि बल्चा क्याफे भनेर यो बल्चाको जस्तो लुक्स आउने गरेर अगाडि बनाएको थिएँ। यस्तो डेकोरेसन भनौँ न बल्चाको। नेवारी ल्याङ्ग्वेजमा बल्चा भनेको छाप्रो हो होइन। अनि यस्तो बल्चाको सेप निकालेर बाहिर बनाएको थिएँ। नगरपालिकाले हटाएपछि त्यो छैन क्या अहिले मेरो। अब बिस्तारै त्यो बनाउँछु। यो चाहिँ आफ्नै भयो। अब त्यो अब अर्काको काम अब त्यही भने नि भयो। अब तलबको उसमा हुन्थ्यो। अनि हुन त त्यहाँ मैले कति 19 इयर्स टिचिङमै हो म हुन चाहिँ। के भन्छ जे होस् अब त्यो टिचिङ भन्न मलाई अहिले चाहिँ यही ठिक छ कि। यहाँ अब अहिले थरीको मान्छेहरू आउँछ। मेरो अब यो आफ्नै भयो पनि होइन। अनि अब आफ्नो भएपछि त आफूले चाहे जस्तो गर्न पायो। अब बढाउने के गर्ने यताउति सबै गर्न पायो। अनि त्यही भएर अहिले यसमा एकदम सेटिस्फाइड छु कि।